सुरक्षा निकायको द्वारा काम गर्ने सम्पूर्ण व्यवसायी घरबेटीहरू र सम्पूर्ण मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरू साथै साथीभाइहरूलाई 2025 सिक्किम लागेको 6 वर्षमा भइरहेकोमा सबैलाई म सिलगढी मार्गको समितिको तर्फबाट सम्पूर्ण टिमको तर्फबाट तपाईँलाई एक बार ह्यापी न्यू इयर भन्न चाहन्छु। विशेष गरी हाम्रो यस प्राङ्गणमा आज धेरै महानुभावहरू उपस्थित हुनुभएको छ। हामी यस्तो भाग्यमानी नेपाली छौँ कि वर्षमा 2 चोटि हामी न्यु इयर मनाउन गइरहेका छौँ। त्यसमा पनि प्रमुख व्यवसायमा जनताको अगाडि यहाँ स्वागत गर्न Festival 2026 year. बनाउने कुरा हवाई क्षेत्रमा पनि हाम्रो राष्ट्रिय सभा नेपाल एयरलाइन्सलाई बलियो बनाउने कुरा कुनै थप्ने कुराहरू पनि भएकै कारणले हामीले सोचेको लक्ष्यमा आजको दिनमा हामी पुग्न सकिरहेका छौँ। त्यो कारणले गर्दाखेरि हामी आम निर्वाचनमा जाँदैछौँ। 2-3 दिन अगाडिबाट यो देशको निर्वाचन हुने गरी पनि पक्का भएको छ। समानुपातिक सूची आदरणीय नेतागणलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हामीलाई घोषणा पत्र बनाउँदाखेरि पर्यटन क्षेत्रका अगुवाहरूलाई, पर्यटन क्षेत्रका विज्ञहरूलाई घोषणा पत्र बनाएर अगाडि बढ्नका निम्ति म दलका नेताहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अनि मात्रै हामी पर्यटन बढाउने कुरा गर्न सक्छौँ। जुन क्षेत्रमा हामीले कच्चा पदार्थहरू बाहिरबाट आयात गर्नु पर्दैन, अरू इन्डस्ट्री चलाउनका निम्ति धेरै कच्चा पदार्थहरू भारत लगायतका देशहरूबाट राजस्व पनि दिन सक्छौँ, रोजगार पनि दिन सक्छौँ र हाम्रो भएको सुन्दरताहरू हामीले अवलोकन गरायो राखेका छैनौँ। भन त हामीले डोमेस्टिक पर्यटक जो हाम्रो आन्तरिक पर्यटकहरूलाई पनि बढावा दिने भनेका छौँ, तर त्यसले मात्र पुग्दो रहेछ। हाम्रो विशेष गरी पर्यटन क्षेत्रमा सिजन 6-7 महिनालाई रिकभर गर्नुपर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि आज पर्यटन क्षेत्रमा धेरै सम्भावना छ भनिएको छ, तर बैंकमा यति पैसाहरू थुप्रेर बसेको छ, ब्याज घटेको छ, तर किन छैन? किन हामी लगानी केही दिन अगाडि, केही महिना अगाडिको आन्दोलन हेऱ्यौँ, कति सुरक्षित छौँ त? यसका निम्ति पनि हामी सोचमत गरेर अगाडि बढ्नुहुनेछ भन्ने लाग्छ र आजको दिन असाध्यै राम्रो दिन हो। हामीले नयाँ जोस, नयाँ जाँगर पनि हामी अर्को वर्षका लागि लिएर आउँछौँ। यो कार्यक्रम अहिले उद्घाटन हो, 12 बजीसम्म चल्ने छ। यहाँले आएर यो ठाउँमा
आफ्नो विभिन्न खालको मनोरञ्जनहरू गर्ने फलोको रूपमा हामीले ठाउँलाई लामो समयदेखि विकास गरिराखेका छौँ। सरकारले अझ थप सहयोग यो ठाउँमा गर्नुपर्ने कुराहरू छन्। हुन त हाम्रो स्थानीय सरकारबाट हामीले धेरै सहयोगहरू प्राप्त गरेका छौँ र हाम्रो प्रदेशबाट पनि यो सूचना केन्द्र हाम्रो अलपत्र भएर बसेको थियो। वेलकम टु ठमेल। यो मेरो अध्यक्षताको कालदेखि नै मेरो ठुलो इच्छा चाहना थियो। आदरणीय वडा अध्यक्षज्यूले त्यसलाई डेकोरेसन गर्न लागिरहनु भएको छ। म विशेष गरी आजको प्रमुख अतिथि यसै वडाका वडा अध्यक्षज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। त्यो गेटले पनि निकै प्रभाव पार्छ। असाध्यै राम्रो काम यहाँले गरिदिनु भएको छ। थप सहकार्य यहाँसँग नै हुन्छ होइन। हामीसँग आजको प्रमुख अतिथि कामै गर्ने खालको व्यक्ति हुनुहुन्छ। हामीसँग डे बाई डे डिमान्ड टच हुन सक्ने व्यक्ति हुनुहुन्छ। त्यो कारणले गर्दाखेरि यस्तो व्यक्तिलाई विकास प्रेमी व्यक्तिलाई हामीले आज प्रमुख अतिथि चयन गरेका छौँ। त्यो कारणले गर्दाखेरि यो ठाउँको विकास गर्नु छ। यो ठाउँको विकास गर्दा हामीलाई गर्दनी सम्पन्न हुँदा सबैलाई फाइदा हुने हुँदा यो ठाउँको विकासका निम्ति सम्पूर्ण व्यक्तित्वहरूलाई जुट दिनका लागि हार्दिक अनुरोध गर्दैछौँ र 2026 इस्वीसम्म 2026को सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति म हार्दिक शुभकामना व्यक्त गर्दै यहाँहरूको साथमा जहिले पनि म रहेको कुरा अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद। चाडका अध्यक्ष श्री सागर पण्डितजीलाई हार्दिक अनुरोध गर्दछु। अध्यक्षज्यू 26 का अध्यक्षज्यू लगायत सम्पूर्ण अतिथि महानुभावहरू, पत्रकार मित्रहरू र ठमेलवासी, घरधनी व्यवसायी सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र तानको तर्फबाट यो हामी आज जो छौँ हामीलाई भाग्यमानी ठान्नु जरुरी छ। व्यापार कति भए कति भएनन्, कति हुनु पर्थ्यो, यहाँ आज उभिएर तपाईँहरूसित कुरा गर्ने जुन सौभाग्य पाएका छौँ त्यो 2025 को एउटा उपलब्धि हामीले ठान्नुपर्छ। नेपालको पर्यटनलाई फर्केर हेर्दा धेरै उतार चढावको बिचमा पुरानै ठाउँमा ल्याउन सफल भएका छौँ। यस अर्थमा 2026 हाम्रो सुनौलो हुनेवाला छ। यस अर्थमा यो ठमेल नगर र म यहाँ मञ्चमा उपस्थित यो ठमेल क्षेत्रलाई छुने वडा अध्यक्षज्यूहरू, व्यक्तित्व कर्ताहरू, व्यवसायी साथीहरू, नम्बर 3 ठमेलमा अस्तव्यस्त बार्गेनिङको बजारलाई फिक्स प्राइसको बजार बनाऊ र नेपालमा आउने